गल्फ क्षेत्रमा युद्धको कारण कुवेतबाट कुनै पनि फ्लाइटहरू उडेको छैन र अब चाहिँ भने खाद्य सामग्रीको अभाव हुनसक्छ भनेर धेरैले सोच्नु भएको होला र धेरैले सामानहरू पनि किनेर स्टक गरेर राख्नु भएको होला। तर कुवेत सरकारले यहाँका नागरिक तथा प्रवासीको लागि कुनै पनि खाद्य सामग्रीको अभाव हुनु दिँदिन भनेर एउटा विज्ञप्ति निकालेको छ र हिजो मात्रै कुवेत एयरवेजले इन्डियाबाट है त विशेष उडान कार्गो उडान गरेर 82 टन खाद्य सामग्रीहरू सागसब्जीदेखिको लिएर मासुहरू खाद्य सामग्रीहरू 82 टन हिजो मात्रै इन्डियाबाट कुवेत ल्याइएको छ है त। इन्डियाको कोची र दिल्लीबाट यो उडान गरेको थियो र यहाँ आज 82 टन सामान आइसकेको छ र तपाईहरु पनि ढुक्क परेर बस्नु होला। यहाँ अब फ्लाइट उडेन, सामान पाउँदैन है, अब किनिराख्नुपर्छ, स्टक गर्नुपर्छ भनेर नसोच्नु होला है। सामानहरू पुरै आइसकेको छ र फेरि आउँदो दिनमा इन्डियाको बेङ्गलोर र मुम्बईबाट फेरि यसरी नै स्पेशल कार्गो गरेर धेरै सामानहरू ल्याइने पनि बताएको छ र ढुक्क परेर बस्नु होला तपाईहरु र भिडियो मन परेमा शेयर पनि गरिदिनु होला भन्न चाहन्छु है त। धन्यवाद।